हेलो आज चाहिँ म सोसल सामाजिक विषयमा एससीमा क्लास 10 बोर्ड एससीमा कसरी 4 GPA स्कोर गर्न सकिन्छ भन्ने बारे भन्न गइरहेको छु। यसको सोसियल विषयमा राम्रो ल्याउनको लागि तपाईँले त्यहाँ भएको सबै कुराको तपाईँलाई जानकारी हुन एकदमै आवश्यक छ। त्यसलाई तपाईँले पहिला त्यसको च्याप्टरमा भएको त्यसमा भएको कुरा तपाईँले पहिला जान्नुपर्छ। फर इक्जाम्पलको लागि मानव मैले एउटा टाइटल लिएँ, टपिक लिएँ विकासका पूर्वाधार। यसको बारे सबै डिटेल इन्फर्मेसन तपाईँले लिनुपर्ने हुन्छ, दिमागमा राख्नुपर्छ। पहिला यसको बारेमा थाहा पाइसकेपछि पनि हजुरले कापीमा सामाजिक अध्ययन विषयमा लेख्दाखेरि विभिन्न कुरामा ध्यान दिनुपर्छ। प्रमुख हजुरले कापीमा लेख्दाखेरि यसलाई चाहिँ 3टा क्याटेगोरीमा भाग गरिन्छ। अति छोटो, छोटो र लामो उत्तर। अति छोटो चाहिँ 1 मार्क्सको, अनि छोटो 4 मार्क्सको र लामो चाहिँ 7 मार्क्सको। 7 मार्क्सकोमा क्लासिफाई गरिएको हुन्छ। हजुरले चाहिँ होइन, अति छोटो चाहिँ मेन चाहिने टपिक छोटो मिठो लेख्नुपर्छ। 1 लाइनमा या बढीमा 2 लाइनसम्म मिठो बनाएर लेख्नुपर्छ। तपाईँले होइन 1 मार्क्समा चाहिँ मैले जानेछु भनेर 4-5 लाइन लेख्ने भनेर त्यो गऱ्यो भने तपाईँको उल्टो मार्क्स कट हुन्छ। यसकारण तपाईँले 1 मार्क्सको क्वेसनमा चाहिँ छोटो र मिठो लेख्नुपर्छ र 4 मार्क्सको क्वेसनमा चाहिँ तपाईँको होइन एकदमै मार्क्स 4मा 4 ल्याउनुको लागि तपाईँले होइन लेखन शैली सुधार्न आवश्यक छ। लेखन शैली चाहिँ एकदमै तपाईँको एकदमै हाई बनाउनुपर्छ। यसको लागि तपाईँको लेखन शैली राम्रो भयो भने त्यो चेक गर्ने मान्छेको इम्प्रेसन बढ्छ। यसकारण लेखन शैली राम्रो बनाएर टक्क तपाईँले म्याक्सिमम 1 देखि 1.5 पेजसम्म लेख्नुपर्ने हुन्छ। तपाईँले चाहिँ टक्क पोइन्ट लेखेर त्यसलाई डिस्क्राइब गर्नुपर्छ। छोटोमा 2-3 लाइन 3-4 लाइनमा डिस्क्राइब गर्ने। त्यसलाई टक्क डिस्क्राइब गरेर भाषा शैली मिलाएर तपाईँले 4मा 4 ल्याउन सक्नुहुन्छ भने अब लामो प्रश्न उत्तर चाहिँ होइन, लामो प्रश्न उत्तरमा पनि तपाईँले होइन मिनिमम 2-3 पेज लेख्नै पर्छ। तपाईँले मार्क्स ल्याउनको लागि भाषा शैली एकदमै मिलाउनुपर्छ र तपाईँको ह्यान्डराइटिङ पनि राम्रो हुनुपर्छ। यसले गर्दा इम्प्रेसन राम्रो पार्छ र तपाईँलाई फुलमा फुल ल्याउन मद्दत गर्छ। यस्तो कुरामा ध्यान दिएर चाहिँ हजुरले चाहिँ होइन सामाजिक अध्ययनमा चाहिँ हजुरको लेभल अपग्रेड गर्न सक्नुहुन्छ। सो अब भिडियो चाहिँ कस्तो लाग्यो, राम्रो लाग्यो चाहिँ लाइक गरिदिनु होला। म चाहिँ यस्तै भिडियो ल्याउने छु। धन्यवाद।